सेप्टेम्बर 10 तारिकदेखि 11 तारिकसम्म मन्त्री क्वार्टर धाउने त्यो गाडी आखिर कसको थियो? किनकि मान्छे मार्ने पनि त्यही र मन्त्री बनाउने पनि त्यही गाडी भएको कारण हामीले यस विषयमा अनुसन्धान गरेको छौँ। यसरी नेपालमा मन्त्री पद बाँडिरहेको एम्बेसी कुन देशको हो भन्ने हामीले यस विषयमा अनुसन्धान गर्यौं। यस विषयमा हामीले खोज्दै जाँदा नेपालमा करिब 25 वटा विदेशी देशका राजदूतावासहरू अर्थात् एम्बेसी नेपालमा रहेका रहेछन्। तीमध्ये केही स्थायी रूपमा बस्ने र केही अस्थायी रूपमा बस्ने अर्थात् कार्यरत दूतावासहरू भेटियो। अब हामीलाई पत्रकार देवका सारले सार्वजनिक गरिएको गाडी कुन देशको हो र कुन देशको एम्बेसीले चलाएको हो भनेर खोज्दा उनले देखाएको गाडीमा रहेको जुन लोगो चाहिँ टोयोटा ब्रान्डको भएको खुलेको छ र नेपालमा 25 वटा बाहिरी देशका एम्बेसीहरू मध्ये कुन कुन देशले चाहिँ टोयोटा गाडी प्रयोग गर्दैछ भनेर हामीले अध्ययन गर्दा चीन, अमेरिका र भारतले बढी प्रयोग गरेको भेटियो र यी 3 देशमध्ये सबैभन्दा धेरै टोयोटा गाडी प्रयोग गर्ने देश भनेको भारत भएको प्रमाणित भयो। तर केवल यसै विषयलाई मात्रै भारतले धेरै प्रमाण गर्छ भनेर उक्त गाडीलाई भारतकै हो भनेर ठम्याउन सकिँदैन थियो। त्यसैले हामीले गाडीको नम्बर प्लेट मार्फत थप खोज गर्यौं। उक्त गाडीको नम्बर प्लेट सामान्य भन्दा फरक देखिन्थ्यो अर्थात् सर्वसाधारण चलाउने गाडीसँग मेल नखाएपछि हामीले नेपाल स्थित एम्बेसीहरूले प्रयोग गर्ने विशेष नम्बर प्लेटहरू बारे जानकारी लियौं। नेपालमा एम्बेसीहरू दुई प्रकारका हुने रहेछन्। एउटा स्थायी रूपमा कार्यरत विदेशी दूतावासहरू डिप्लोमेटिक मिसनमा रहेका रहेछन् भने अर्को भने अस्थायी रूपमा विभिन्न कामका लागि आउने मिसनरी वा प्रतिनिधिहरूको समूहहरू रहेछन्। नेपाल सरकारले यी दुई प्रकारका एम्बेसीहरूका लागि सवारीहरूका लागि नम्बर प्लेट प्रणाली लागू गरेको रहेछ। अस्थायी एम्बेसीका साधारणहरूका लागि एससीसी अंकित नम्बर प्लेट र स्थायी दूतावास एम्बेसी मिसनका लागि सीडी अंकित नम्बर प्लेट छुट्याइएको भेटियो। पत्रकार दिवाकर शाहले देखाएको गाडीमा पनि सीडी अंकित नम्बर प्लेट कोरेकोले यो कुनै दूतावासकै गाडी भएको पुष्टि हुन्छ। त्यसैले यसलाई पनि खोनतलास गर्यौं र हामीले नेपाल सरकारको वेबसाइट अनुसार नै के भेटायौं भने नेपाल सरकारले यस्ता स्थायी एम्बेसीहरूलाई सीडी नम्बर पछाडि देश अनुसारको नम्बर दिएको पत्ता लाग्यो। अर्थात् नेपाल सरकारले सीडी अगाडि नम्बर गाडी नम्बर र सीडी पछाडिको नम्बर पहिलो नम्बर आउने चाहिँ देशको नम्बर भनेर छुट्याइएको रहेछ। त्यसैले भारतलाई नम्बर 1, चीनलाई नम्बर 2 र अमेरिकालाई नम्बर 3 नम्बर दिएर यसरी नेपालमा भएको 25-30 वटा एम्बेसीहरूलाई देश अनुसारको नम्बर दिएको भेटाइयो। त्यसैले पत्रकार दिवाकर शाहले देखाएको उक्त गाडीमा सीडी पछाडि आएको नम्बर 1 भएको कारण त्यो गाडी भारत दूतावासकै हो भन्ने कुरा मिल्न गयो। त्यसैले अब त्यो गाडीभित्र भएको व्यक्ति पनि भारतीय होइन भन्ने कुनै संकोच नै भएन। अर्थात् त्यस गाडीमा भएको व्यक्ति पनि भारतीय एम्बेसीकै मानिसहरू हुन् अर्थात् भारतीय मान्छे नै हुन् भन्ने कुरा स्पष्ट भयो। यसै कुरालाई अझै बलियो प्रमाण दिने हामीले अर्को समाचार भेटायौं। यो समाचार अनुसार एक भारतीय पासपोर्ट नम्बर C9765643 भएका 58 वर्षीय 2 तारे जनरल सेप्टेम्बर 7 मा दिउँसो 7 बजे नेपाल आएका र सिधै भारतीय राजदूतावास गएका थिए भन्ने कुरा बताएका छन् र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको घोषणापछि मात्र उनी भारत फर्किएको खबर जनआस्था पत्रिकाले छापेको थियो। अब यही कुरालाई अझै पुष्टि गर्न अर्को घटना पनि बाहिर आयो। जुन घटना रहेको छ नेपालमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने घोषणा हुनु अघि नै अर्थात् 11 तारिकमै भारतीय गोदी मिडियाले सुशीला कार्की भइन् नेपालकी प्रधानमन्त्री भनेर समाचार प्रकाशित गरेका थिए। तर उनी त्यसको भोलिपल्ट मात्रै अर्थात् 12 तारिक मात्र प्रधानमन्त्री भनेर घोषणा भएकी थिइन्। अर्थात् 2 तारे भारतीय जर्नलले आन्तरिक रूपमा 11 तारिक नै सुशीला कार्कीलाई मन्त्री घोषणा गरेर भारत फर्किएका थिए र त्यही अनुसार नेपालको अन्तरिम सरकारको मन्त्री सुशीला कार्की बनिन् भन्ने आरोप चाहिँ विभिन्न दृष्टिकोणबाट हेर्दा आरोपलाई पुष्टि गराउने शक्ति मिलेको देखिन्छ। 7 तारिकदेखि 11 तारिकसम्म भारतीय जर्नलले नेपालमा बसेर के गरे होला, आन्दोलन र आन्दोलनपछि सम्मको निर्णयहरूमा के निर्देशन आयो होला भन्ने कुरा यो अझै रहस्यको कुरै रहेको छ। यी सबै प्रमाण र घटनाक्रमले स्पष्ट देखाउँछ कि नेपालमा गठन भएको अन्तरिम सरकार भारतको प्रभावमा बनेको हो। यसले यो पनि देखाउँछ कि नेपालका मन्त्रीहरू समेत भारतको इच्छा अनुसार चयन हुने अवस्था रहेको रहेछ। यसले देश नाम मात्रको नेपाल अर्थात् नेपाली तर शासन र अधिकार भने भारतको प्रभावमा चलिरहेको देखिन्छ। यसले नेपालको स्वाभिमानमा गम्भीर प्रश्न उठाउँछ। नेपाल देश एक खेल मैदान भएको छ अर्थात् विदेशीहरूको खेल्ने मैदान भएको छ। उनीहरूको अधिकार अनुसार चल्ने नेपालका नेताहरू, पार्टीहरू, मानिसहरू भएका छन्। विभिन्न एनजिओ, आइएनजिओ द्वारा परिचालित व्यक्तिहरू छन्। जनताको आरोप अनुसार अब यसरी भारतद्वारा बनिएको नेपालको अहिलेको अन्तरिम सरकारले पुराना दलहरूलाई कारबाही गर्न सक्छ, उनीहरूलाई सम्पत्ति शुद्धिकरणको मुद्दामा तान्न सक्छ, उनीले गरेको भ्रष्टाचारको मुद्दामा कारबाही गर्न सक्छ। नेपालको राजनीतिक आज यति गहिरो संकटमा छ कि यहाँ कोही पनि चोखो छैनन् भन्ने वाक्य अब रूपक होइन यथार्थ बनेको छ। अन्तरिम संविधान अन्तर्गत मन्त्री बनेका सुशीला कार्की पनि यसबाट अछुतो छैनन्। उनी भारतको प्रत्यक्ष सिफारिस र राजनीतिक सहमति अनुसार नियुक्ति भएको चर्चा चल्दै आएको छ भने उनलाई आरोप लागे अनुसार उनीमाथि भारतले राखेको शर्तहरू यस प्रकार छन्। संविधान खारेज नगर्ने, सूची नक्सा र सीमानाको विवाद बारे नबोल्ने, भारतीय व्यापारीकरणलाई संरक्षण गर्ने। यो केवल अनुमान होइन, उनका सुरुवाती
शुरुआती निर्णयहरूले पनि यही दिशा देखाएका छन्। मन्त्री बनेका केही दिनमा उनले चुचे नक्सा हटाइन्, जसले राष्ट्रिय स्वाभिमानको प्रश्न उठायो। यसमा कसैले आवाज उठाएन र यो निरन्तर रहिरहेको छ। त्यसपछि सञ्चार मन्त्री जगदीश खरेलले कान्तिपुर टेलिभिजनका कैलाश सिरोयालाई भेटेर अब चिन्ता नगर्नुस्, सब ठीक हुन्छ भनेर सान्त्वना दिएको खबर सार्वजनिक मात्रै होइन, भिडियो सहित सामाजिक सञ्जालमा चर्चा बटुल्यो। स्मरण गराउँदछु कि उनको फाइल अहिले पनि विचाराधीनमा छ। रविलामछाने गृहमन्त्री हुँदा उनलाई पक्राउ गरेका थिए र उनको फाइल अहिले पनि विचाराधीनमा छ। त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्यालले नखोलेका 25 वटा संवेदनशील अपराधका फाइलहरू, जसमा विनोद चौधरीदेखि कैलाश सिरोया, ओलीदेखि शेरबहादुरसम्मका भ्रष्टाचार र अपराधका गतिविधिहरू समावेश थिए। त्यो फाइल खोल्न नचाहने, रोक्ने र ढिलाइ गर्ने मनसाय देखिएको छ। जेन्जी आन्दोलनमा तोडफोड र आगजनीमा समावेश भन्दै 100 जना भन्दा बढी जेन्जीहरूलाई 2 दिनभित्रै समातेर जेलमा हाल्यो। तर आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अहिलेसम्म समाउन सकेको छैन र अनुसन्धान समेत गर्न सकिरहेको छैन। 25 वटा फाइल त परको कुरा भयो, आन्दोलनमा 84 जनालाई गोली चलाउने समेतलाई कानुनको दायरामा ल्याउन सकेको छैन। किन सामान्य नागरिक तुरुन्त कारबाहीमा पर्छन् तर सत्ताको वरिपरिका शक्तिहरू वर्षौंसम्म अछुत रहन्छन्। गृह मन्त्रालयको चरित्र अहिले अनुसन्धान रोक्ने र नतिजा लुकाउने षड्यन्त्रतिर रूपान्तरित भएको देखिन्छ। रविलामछानेमाथि अनुसन्धान भइरहेको छ भन्ने बहानामा उनलाई अनिश्चितकालसम्म जेलमा राख्ने नतिजा अपनाइरहेछ भन्ने बाहिर खबर आइरहेको छ। यो केवल एक व्यक्तिको मुद्दा होइन, यो राजनीतिक र न्याय प्रणालीको सिङ्गो रूप भएको स्पष्ट हुन्छ। र सबैभन्दा गम्भीर कुरा, यी सबै निर्णयहरू लिने मन्त्रीहरू, त्यसरी मन्त्री बनाउने दलहरू र ती दलहरूलाई पाल्ने विदेशी सत्ताहरू सबै एकै श्रृङ्खलामा गाँसिएका छन्। रविले तयार पारेका 25 भन्दा बढी भ्रष्टाचारका फाइलहरू आजसम्म किन खोलिएन? आजु राणा देउवालाई पक्राउ गर्न अन्तिम चरणसम्म पुगेको फाइल किन रोकियो? अहिलेसम्म किन खोल्न सकिरहेको छैन? यी प्रश्नको उत्तर कुनै मन्त्रीसँग छैन, किनकि सबै डोरी एउटै पारशक्तिको हातमा बाँधिएको छ। नेपालको राज्य संयन्त्र अहिले आफ्नो संविधानले होइन, विदेशी स्वार्थ र राजनीतिक व्यापारको सम्झौताले चलिरहेको छ भन्ने स्पष्ट हुन्छ। सत्ता फेरिन्छ, अनुहार बदलिन्छ, तर निर्देशन दिने शक्ति उही रहिरहन्छ र यही कारणले फेरि पनि उही विदेशीको हातमा देश पुगेको छ। यो सरकार जुन परिवर्तन भयो त्यस पछाडि तपाईको छैन यो यो विदेशी शक्तिको चलखेलमा हैन, के फाउन्डेसनको स्पोन्सरिङमा उनीहरूको चाहिँ नै भनौँ न, उनीहरूले गरेको खर्च पानीमा चलेको एक खालको समूह छ। त्यो समूहले चाहिँ हर्क साम्पाङलाई मन पराउँदैन है। त्यो समूहले हर्क साम्पाङलाई मन पराउँदैन। किन मन पराउँदैन भन्दाखेरि हर्क साम्पाङ भनेको चाहिँ अब यो माटोलाई माया गर्ने, यो देशलाई माया गर्ने, यो देशको अखण्डता, यो देशको सम्प्रभुतालाई बचाइराख्नुपर्छ भनेर चाहिँ दिन रात सन्देश छर्ने हैन, मेहनत गर्ने, एकदमै धेरै यो देशलाई माया गर्ने मान्छे। त्यसो भएको कारणले गर्दाखेरि यसको पक्षमा गयो भनेदेखि चाहिँ यो देशमा अराजकता फैलाइराख्न पाइँदैन र त्यो अराजकतामा, अस्थिरतामा खेलेर विदेशी शक्तिले हालिमुहाली गराउन सकिँदैन भन्ने एउटा पक्ष छ त्यो जेन्जी भित्र, त्यहाँभित्र हैन। धेरै संख्यामा त छैन, तर थोरै संख्यामा भए पनि जस उनीहरू एक्टिभली लागिरहेछ र त्यस्ता जेन्जीले चाहिँ तपाईँको चाहिँ हर्क साम्पाङलाई सपोर्ट नगर्ने भन्ने किसिमले तपाईँको चाहिँ तानाबाना बुनिराखेको मैले महसुस गरेको छु र त्यो पहिल्यैदेखि नै छ। जतिखेर देश जलिरहेको थियो हैन, जतिखेर देश दन्दनी जलिरहेको, मान्छे मरिरहेको थियो,